जोजोलोपा सबैजनालाई आज म विशेष गरी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने मेरो फेसबुक मोनिटाइज भएर अर्निङ हुन सुरु भएको छ। मेरो रिल्सहरू हेरेर तपाईँहरूले स्टोरीहरू हेरेर तपाईँहरूले सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। मेरो अर्निङ चाहिँ भर्खरै हिजो अस्तिबाट सुरु भएको रहेछ, मोनिटाइज भएको रहेछ। तर त्यो मैले हिजो जानकारी पाएँ र मेरो चाहिँ भर्खरै अर्निङ $0.05 सुरु भएको छ। अहिले हिजोसम्म $0.03 थियो भने आज चाहिँ $0.05 पुगेको छ। तपाईँलाई थोरै जानकारी पनि गराउन चाहेँ मैले। हामीले नियमित विकली च्यालेन्ज पुरा गर्दै गयौँ भने क्राइटेरिया मिट नभए पनि मोनिटाइज हुँदो रहेछ भनेर मेरो फेसबुकबाट प्रमाणित हुन सक्छ। किनभने अहिले पछिल्लो समयमा पहिले 5000 साथीहरू भएपछि क्राइटेरिया मिट हुन्थ्यो भने अहिलेको समयमा चाहिँ मेटाले 10,000 फलोअर्स र 1,50,000 भ्युज पुगेपछि मात्रै मेटाले सबै हाम्रो प्रोफाइलहरू चेक गरिसकेपछि मोनिटाइजको अप्सन हामीलाई दिन्थ्यो भने मेरो तपाईँले देख्न सक्नुहुन्छ 4800 प्लस जना साथीहरू हुनुहुन्छ र भ्युज पनि मेरो पुगेको छैन। 1,50,000 भ्युज पनि मेरो पुगेको छैन। त्यही पनि मेरो मोनिटाइजको अप्सन भएर अर्निङ सुरु भइसक्छ, त्यो मलाई थाहा थिएन। मैले हिजो भर्खरै थाहा पाएँ। अब चाहिँ मैले नियमित रूपमा पहिले पनि मैले नियमित रूपमा भिडियो फोटोहरू हाल्ने गर्थेँ भने अब चाहिँ मैले नियमित रूपमा फोटो भिडियोहरू हाल्ने गर्छु। अब यो कसरी पुरा भयो भन्ने कुरा म आफैलाई पनि त्यति धेरै थाहा भएन यो। किनभने मेरो फलोअर्स पनि पुगेको छैन, भ्युज पनि त्यति राम्रोसँग पुगेको छैन, तपाईँले देख्न सक्नुहुन्छ। तर भयो चाहिँ कसरी होला भने मलाई लाग्छ सायद विकली च्यालेन्ज मैले पहिलेदेखि नै पुरा गर्ने गर्थेँ। विकली च्यालेन्जहरू पुरा गर्दै गएको कारणले गर्दाखेरि सम्भवतः भएको हो कि जस्तो मलाई फिल भएको छ। त्यसैले तपाईँहरू पनि नियमित रूपमा भिडियो यदि हाल्दै गर्नुहुन्छ भने विकली च्यालेन्ज पुरा गर्दै जानुहोस्, मेहनत गर्दै जानुहोस्, बिस्तारै हुन्छ। मैले पनि पहिलेदेखि मेहनत गर्थेँ। 10,000 फलोअर्स अब कहिले पुऱ्याउने अनि कहिले भ्युज पुऱ्याउने भनेर चिन्ता लाग्थ्यो मलाई पनि। पुऱ्याउन गाह्रो पनि छ, गाह्रो पनि हुन्थ्यो। त्यही पनि पुग्छ, एक दिन सकिन्छ भनेर नियमित रूपमा विकली च्यालेन्जहरू पुरा गर्दै जान्थेँ। तर एक्कासी मोनिटाइज अप्सन पनि आएर अर्निङ सुरु भएको छ। अब चाहिँ मैले नियमित रूपमा भिडियो हाल्ने गर्छु। तपाईँहरू पनि नियमित रूपमा भिडियो हाल्दै गर्नुहोस्। गर्दै गयो भने हुँदो रहेछ भनेर अलिकति फिल भएको छ। अब चाहिँ म नियमित रूपमा हाल्ने गर्छु। अब हामी भिडियो त हाल्ने, तर कस्तो कस्तो भिडियो हाल्ने अथवा के पोलिसी हुन्छन् भनेर सुरुमा तपाईँले चाहिँ फेसबुकको पोलिसीहरू सबैभन्दा पहिले अध्ययन गर्नुहोला। हामीले भिडियो त हाल्छौँ, तर हाम्रो आफ्नै भिडियो हाले पनि ब्याकग्राउन्ड म्युजिकमा हाम्रो धेरै समस्या आउने गर्छन्। मेरो पनि कतिपय भिडियोमा ब्याकग्राउन्ड म्युजिकले गर्दाखेरि कपिराइट लागेका छन्। त्यस्तो भिडियोलाई चाहिँ तपाईँले हेरेर तत्कालै डिलिट गरिसक्नुहोला। त्यो भयो भने तपाईँको कपिराइट लाग्ने चान्सेस पनि हुँदैन। र तपाईँले रिल्स हाल्दाखेरि हामीलाई पोलिसीले नि भन्छ रिल्स हाल्दाखेरि कम्तीमा मिनिमम 10 सेकेन्डभन्दा तल हुनु भएन, त्यहाँभन्दा माथि हाल्नु पर्यो। र भिडियो तपाईँहरूले आफ्नै भिडियोहरू बनाएर लगभग ओरिजिनल भिडियो कसैकोबाट नल्याएको भिडियो तपाईँले हाल्नुभयो भने त्यसबाट कपिराइट लाग्ने चान्सेस पनि कम हुन्छ। र भिडियोहरू हाल्दाखेरि तपाईँले सकेसम्म हाई क्वालिटीको एचडीमा सकेसम्म पोसिबल भएसम्म एचडीमा हाल्नुभयो भने चाहिँ बिस्तारै यसले हुँदो रहेछ। पोलिसीहरू त धेरै छन्, हामीले धेरै कम्युनिटी गाइडलाइन्सहरू धेरै हामीले फलो गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले त्यहीँ सबै कुरा त्यहीँ दिएको हुन्छ फेसबुकमा। तपाईँले अलिकति समय निकालेर डिटेलमा हेर्नुभयो भने चाहिँ तपाईँलाई आफैलाई ज्ञान हुनसक्छ त्यहाँबाट। त्यसैले तपाईँहरू नियमित रूपमा भिडियो हाल्दै गर्नुहोस्, बिस्तारै हुनसक्छ। बाँकी कुरा अर्को भिडियोमा सेयर गर्नेछु।